पनि भित्र बाँके छ पुरै नि यहाँ काट्नु काट्नु त्यसो बनाए बनाउँछ आज तपाईलाई हाई गर्ने भाइ हाय ल उजो झोलै आज सिंगे सुँगुर पोलेर खाने कस्तो कार्यक्रम भइरहेछ पर झुन्ड्याएको चाहिँ ठिक हुन्छ यता अनि यो त अनि होइन त्यो पाक्नु पनि पर्यो टाइट भएन भने चाहिँ घुमाउँदा फेरि यो चाहिँ जस्तोको त्यस्तै बस्छ है यसो यो यसो गर्नु घुम्सेर पाकेन पाक्छ नि जम्मेलाई एक त्यो लेफ्रेकै हुन्छ जम्मै त्यो मसला झरिहाल्छ ए सुँगुर पोल्नुको लागि रेडी ल ठिक छ अहिले घटाउला ल दाउराले बिचमा थुपार बाघ जस्तै पो देखेको रहेछ त घुम्छ घुमाउँदा घुम्छ सिंगल भनेको होइन एकछिन यो पोखिन्छ होला गाईको लागि ए मजाले नै हो घुम्दैन घुमेन भने चोकिने भरे यस्तो ठेलेर ड्राइभरै म चाहिँ सुँगुरको आजको ल यहाँ अब फेरि हाम्रो सुँगुर बोल्दैछौँ म भयो यहाँ त हुनुहुन्छ यहाँ आज माघे सङ्क्रान्तिको दिन चाहिँ चुहाचीलाई सिङ्गै बोल्ने कार्यक्रम भइरहेछ यहाँनिर आगो फुकेर बँदेल मार्ने त बन्दुक छैन हामीसँग के घरको बँदेल हो भालाले हानेको बँदेल मार्ने चाहिँ यता मलाई परछ है डन्डी बोकेर ड्राइभर पनि अरे के लाग्छ त्यो साउन्ड साउन्डको लागि हो फर्कै चलिरहेछ यहाँनिर हाम्रो खानेहरू वेटिङमा टोलीहरू छौँ हामी निकैजना 20-22जना फेदाङमा चाहिँ को अरे चढाउने यता फेदाङमा छोटो छिची दोलाखा के अरे सिमे भिमे कोलाखा जता पाएछ त्यता मात्र निकालौँ त्यो करङ पनि भित्र बाँके छैन फिलहाल हो पर करङ पाक्यो हो त्यहाँ अब यो पाकेको तासेर खाने होला भयो क्या खाने साथीहरू कता कता पुगेका छन् हामी चाहिँ अब सुरु गर्न थाल्यौँ यो काका भाइलाई काटिदिनु त एउटा सानो बच्चा ए अचारले त उयो छ अलिक हैन त हुनै कुन छ हो अचार छ सीमा काटेर हाम्रो चाहिँ फोटो सेसन चलिरहेछ यहाँनिर सुँगुर पाकिरहेछ र यहाँनिर हाम्रो आज माघे सङ्क्रान्ति मनाउने चाहिँ चलिरहेछ भिडियो गर्दा यहाँ पछाडि हजुर यो पाकेको छैन नि त बाली पठायो मासु गाना बनाउने चलिरहेछ दाइने गेडा दुख्यो भन्दै गीत बजाउँदा फेरि यो खानै नसकिन्छ सबैजना फोटो खिच्न व्यस्त म चाहिँ भिडियोमा व्यस्त रमाइलो आफ्नै आफ्नै छ सबैको पालै पालो खिच्दैन खिच्दै मासु
एकैछिन है ल कता अर्को बडा क्यामेरा यसको हरायो गरिसक्यो रे आफन जा फोन लिम माल टोडेछ Bluetooth mode. दाइले गेडो दुख्यो मेरो देब्रे गेडो दुख्यो लाग्न थाल्यो मलाई मेरो दुईटै गेडो फुट्यो लाग्न थाल्यो मलाई मेरो दुईटै गेडो फुट्यो